हेलो गुड मर्निङ सेवा नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन तपाईँहरूको युट्युब मेम्बर्स म मातृका राई आज पनि भिडियो लिएर म आइसकेको छु। तपाईँहरू के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला, म पनि यहाँ सन्चै छु है। म चाहिँ आज ठ्याक्कै आज तपाईँको कहाँ छु भन्नुहुन्छ भने म अहिले हाम्रो धनकुटाको हिले बजारदेखि अलिक अगाडि रहेको बक्राकुण्ड मन्दिर जाने बाटोमा छु है। साथीहरू तपाईँले देख्न सक्नुहुन्छ चिया बगान, चिया है, चियाको खेती गरिराख्नु भएको छ। यहाँ चाहिँ यो बाटो चाहिँ हाम्रो हिले बजारदेखि बक्राकुण्ड मन्दिर जाने बाटो है साथीहरू। ठ्याक्कै अहिले बाटोमै छु साथीहरू है। मजाले घाम लागिरहेछ, जाडो छ है। यस्तै छ साथीहरू, तपाईँले देख्न सक्नुहुन्छ है चिया बगान। म चाहिँ अहिले बाटोमा छु है साथीहरू। आज चाहिँ म धेरै दिन समयपछि तपाईँहरू सामु म भिडियो आज लिएर आइसकेको छु। तपाईँको बिचमा चाहिँ अब अफिसियली कामले गर्दाखेरि अब कहीँ कतै पनि जान पाइयो, त्यसैले धेरै लङ टाइमपछि चाहिँ आज म हजुरहरू सामु म भिडियो लिएर आएको छु। मेरो ब्याक साइडमा तपाईँले देखिराख्नु भएको छ, ब्याक साइड चाहिँ ठ्याक्कै हिले बजार है साथीहरू। म चाहिँ अहिले ठ्याक्कै यो बाटो बक्राकुण्ड मन्दिरतिर म चाहिँ जाँदैछु है। म चाहिँ साथीहरू ठ्याक्कै अहिले बक्राकुण्ड मन्दिरदेखि अलिकति डाँडामा छु है। म चाहिँ जाँदैछु, अहिले सिडी झर्दैछु है। तपाईँले देख्न सक्नुहुन्छ अहिले ठ्याक्कै अझै पनि ओह्रालो आधी पनि भएको छैन है। म जाँदैछु, तपाईँले देख्न सक्नुहुन्छ। आज पुरै मजाले घाम लागिरहेछ साथीहरू। कस्तो पहाडको एकदम रमणीय ठाउँ है। तरै भन्दा मलाई पहाडै एकदम रमाइलो लाग्छ साथीहरू। डाँडा काँडा हरियाली, एकदम स्वच्छ हावा। तपाईँको यहाँबाट हिमाल पनि मजाले देखिरहेछ है साथीहरू। हिमाल तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो महाकाल हिमाल है साथीहरू। ठ्याक्कै पारी देखिएको चाहिँ हाम्रो पाख्रीबास है। म चाहिँ जाँदैछु धेरै समयपछि चाहिँ बक्राकुण्ड मन्दिरतिर। बक्राकुण्ड मन्दिर दर्शन गर्न जाँदैछु है। अरू बेला भन्दा आज चाहिँ अलिकति खासै चिसो छैन है। आज घाम लागिरहेछ मजाले। घाम लागेको कारणले गर्दा पनि होला सायद न्यानै छ। म चाहिँ जाँदैछु है साथीहरू। सिडीमा छु अहिले। फाइनल्ली म चाहिँ साथीहरू बक्राकुण्ड मन्दिरको गेटै अगाडि म पुगिसकेको छु है। तपाईँले देख्न सक्नुहुन्छ म चाहिँ यता छु है। बक्राकुण्ड पञ्चेश्वर महादेव धाम स्वागतम भनेर गेटमा लेखिएको छ है हाम्रो।
बक्रकुण्ड पञ्चेश्वर महादेव। साथीहरू म चाहिँ मन्दिरको ग्राउन्डमै आइपुगेको छु है। ठ्याक्कै म गेटदेखि इन भइसकेँ। तपाईँहरू पनि घुम्न आउन सक्नुहुन्छ है, दर्शन गर्न आउन सक्नुहुन्छ। एकदम पर्यटकीय क्षेत्र पनि हो तपाईँको यो। बस्ने ठाउँको व्यवस्था राम्रो छ। प्रतीक्षालय है। यो हाम्रो चाहिँ शिवको स्तम्भ छ है। म चाहिँ मन्दिरको गेट इन भइसकेको छु साथीहरू है। श्री बक्रकुण्ड पञ्चेश्वर महादेव लेखिएको छ है। अब यहाँदेखि भित्र जानुपर्ने हुन्छ। म चाहिँ पुजारी बा हुनुहुन्छ है। पहिलाको हाम्रो पुजारी बा चाहिँ बिरामी हुनुभयो। अब नसक्ने भएपछि उहाँलाई जिम्मा हालिदिनु भएको अरे। धेरै महिना भइसक्यो, 10-11 महिना भइसक्यो है। ए पहिला हामी आउँदाखेरि चाहिँ अर्कै हुनुहुन्थ्यो पुजारी है, पुजारी बा। आज अर्कै हुनुहुन्छ, त्यही भएर मैले सोधिहालेँ। हुन त सोध्न नमिल्ने हो होइन, त्यही पनि अब पहिल्यैदेखि अब उहाँले गर्नुभएको, उहाँलाई मैले जुन बक्रकुण्ड मन्दिरको उत्पत्ति भयो त्यही दिनदेखि नै तपाईँको उहाँले पुजिराख्नु भएको बुवा चाहिँ अलिकति स्वास्थ्य सम्बन्धी अलिकति समस्या आयो। त्यही कारणले उहाँ अहिले बिराम बस्नु भएको छ। म बसिरहेको छु भनेर भन्नुभयो उहाँ हाम्रो बाबाले है, हाम्रो मन्दिरको पुजारी बाले। एकदम दुःखदको कुरा पो मन्दिरमा आएर सुन्नु पाइयो है। यो चाहिँ तपाईँको पार्किङ स्थल है। एकदम रमणीय ठाउँ छ। तपाईँहरू पनि घुम्न आउन सक्नुहुन्छ है। सेम तपाईँले बोर्डमा देखे जस्तै छ मन्दिर चाहिँ है। म चाहिँ अब मन्दिरतिर टिको लाउन जाँदैछु है। हाम्रो पुजारी बाबा हुनुहुन्छ, उहाँले अब टिको लगाइदिनुहुन्छ। यतातिर छ तपाईँको जाने बाटो चाहिँ। मन्दिर चाहिँ यही हो। तपाईँहरू पनि घुम्न आउन सक्नुहुन्छ है, दर्शन गर्न पनि आउन सक्नुहुन्छ। एकदम पर्यटकीय क्षेत्र ठाउँ पनि हो। र हाम्रो अहिले धेरै चलेको हाम्रो मन्दिर यो हिलेकै बक्रकुण्ड मन्दिर है। लगभग हाम्रो स्थापना भएको कति वर्ष भयो यो बाबा? 67 सालमा है। 67 15 वर्ष भयो है। मलाई टिको लगाइदिन लाग्नुभयो है। एक हातले हो है। म चाहिँ फाइनल्ली टिका लगाइसकेँ है। बक्रकुण्ड मन्दिरभित्रको हाम्रो बाबाले टिका लगाइदिइसक्नुभयो मलाई। धेरै समयपछि चाहिँ म आज दर्शन गर्न आइपुगेँ है। म चाहिँ अब मन्दिरलाई बल्ल एक चक्कर घुम्छु है। जम्मा कतिवटा मन्दिरको यहाँनिर उत्पत्ति भएको छ? 108 वटा है। सिंहदेवी, निशान भगवती,
तपाईँको नेपालभरिको मन्दिरहरू प्रायः सबै यहीँ उत्पत्ति भएको छ भन्ने कुरा पहिला एकचोटि हल्ला पनि चलेको होइन र? अब हजुर त्यस्तै छ, घुमेर सबै नामकरण गरेको छ, हेर्दा आफैलाई। हजुर धेरै जसो प्रायः मन्दिरहरू चाहिँ सबै यहीँ उत्पत्ति भएको छ। यो प्राकृतिक हो, यो प्राकृतिक बनावट प्राकृतिक सबै प्राकृतिक हो। हजुर हेर्दाखेरि देख्न सकिन्छ। हजुर धेरै मात्रामा नागको चिन्हहरू छन्। हजुर काउँ झार्नु गाईहरू, हात्तीहरू, यस्तो यमुना बाण, कछुवा, शङ्खपाल नागहरू, यस्तो धेरै नक्साहरू, भगवान्को आकृतिहरू देख्न सकिन्छ। ए धेरैजना भक्तजनहरू आउनुहुन्छ। यो लक्ष्मीनारायण, ए यो चाहिँ हाम्रो लक्ष्मीनारायण भनेर भन्नुभयो बाबाले है। नागै नाग है त्यहाँ हो तपाईँको। हजुर प्राकृतिकले उसबाट भएको है। यो 33 कोटीको। हजुर कामेदूत तपाईँको यो कुन महिनामा चाहिँ धेरै पूजा वर्षमा एकचोटि लाग्छ नि? वर्षमा एकचोटि भन्दा पनि पर्वमा लाग्ने गरेको छ। अब यो चाहिँ सबैभन्दा ठुलो चाहिँ तिजको बेलामा, अनि नागपञ्चमीमा, अरू बेला रामनवमी, अब कृष्णाष्टमी, यस्तै लक्ष्मी पूजा हुन्छ। लक्ष्मी माता, दन्तकाली, दन्तमानी, नागदेवता। हजुर यो चाहिँ तपाईँको शिवलिङ्ग। कतिवटा भन्नुभयो तपाईँले? 108वटा है। भेटिँदैन किनभने सबै एकै ठाउँ बसेको छ है। हजुर 5 कन्या र 7 कन्या सिद्धेश्वर महादेवको। हजुर पहिला सपनामा के सपनामै पाउनुभयो भन्ने कुरा गर्दै हुनुहुन्थ्यो होइन पहिलाको पुजारी के भन्ने र एकचोटि हल्ला पनि चलेको थियो। त्यो चाहिँ त्यो अब अदृश्य शक्ति खेल्नेहरूले भनेको कुराहरू चाहिँ यहाँ चाहिँ सत्य जुगमा देवताहरू बसेर सेवा गर्नुहुन्थ्यो। सवा अनि यहाँ चाहिँ यो माथि मेन मन्दिर भएको ठाउँमा चाहिँ शिरहरू, त्यहाँ मुनि चाहिँ कुण्ड छ, पोखरी संरक्षण गरेको छ। हजुर नागराज यहीँको मुहानको पानी हो भन्ने सङ्केत गरेर। हजुर अनि हजुरलाई चाहिँ बाटो छेकेको, अनि त्यहाँबाट हेर्दा अल्पी गएको। ए यो चाहिँ वनदेवी, उमादेवी शम्भु। कालीनागको नक्सा तपाईँले देख्न सक्नुहुन्छ है। तपाईँहरू पनि दर्शन गर्न आउन सक्नुहुन्छ है। हाम्रो यो मन्दिर चाहिँ हिलेदेखि ठ्याक्कै छिन्ताङ जाने बाटो अलिकति अगाडि आएपछि चाहिँ तपाईँको लेफ्ट साइड मोडिनुपर्छ ग्राभेल बाटो। त्यो हुँदै तपाईँलाई अघि नै मैले लोकेसन पनि देखाइसकेँ है। तपाईँहरू पनि एक दिन दर्शन गर्न आउनु होला सबैजना। हाम्रो युट्युब मेम्बर्सहरूदेखि लिएर हाम्रो देशदेखि विदेशमा छरेर रहनुभएका सम्पूर्ण हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, म चाहिँ वर्षमा एकचोटि अथवा दुईचोटि अनिवार्य आउने नै म गरिरहेको हुन्छु है। योभन्दा 3-4 महिना अगाडि पनि म आइरहेको थिएँ है। तपाईँ देख्न सक्नुहुन्छ दन्तकाली मानवताले बनाएको होइन, तपाईँको यो प्राकृतिक रूपमा अपस्याप उत्पत्ति भएको ढुङ्गाको बिचमा दाँत छ है। त्यही भएर यो दन्तकालीको पूजा यहाँ हुन्छ, तपाईँले देख्न सक्नुहुन्छ। जलेश्वर महादेव, जाल्पादेवी, छिन्ताङ भगवती। हाम्रो छिन्ताङमा मन्दिरभित्र रहेको जस्तै तपाईँले शालिग देख्न सक्नुहुन्छ है।
जस्तो छ त्यस्तै यहाँ पनि उत्पत्ति भएको छ। दुईटा नागहरू आइवरी यहाँ आइवरी भेटघाट गरिवरी सँगै बसेको चित्र पनि तपाईँले देख्न सक्नुहुन्छ है। त्यो बिचमा तपाईँको धर्मद्वार पनि देख्न सक्नुहुन्छ है यहाँनिर। उताबाट देखाउँदै गरेको देखिन्छ बाबु? देखिन्छ नि। डुलो हजुर देखियो? देखिन्छ। यसमा चाहिँ म छिरेको थिइनँ पहिलोचोटि। साथीहरू म चाहिँ धर्मद्वारबाट पनि म छिरेर निस्किसकेँ है। अहिले भर्खरै मात्र तपाईँहरूले देख्न सक्नुहुन्छ म यो धर्मद्वारबाट भित्र प्रवेश गरिवरी म निस्किसकेँ है। तपाईँको 12 क्षेत्रको शिला सेम तपाईँले देख्न सक्नुहुन्छ। यहाँ पनि उत्पत्ति भएको छ है। सबै जम्मी 108वटा मन्दिरहरू उत्पत्ति भएको छ भन्ने कुरा एकै ठाउँ रहेको तपाईँहरूसँग म जानकारी गराउँछु है। गणेश प्राकृतिकै हो। गणेश नन्दी शिवजीको वाहन नन्दी शर्मा यो ठुलो शिला भनेको पाथिभरा माता हो। हजुर यहाँ मास्टर यहाँको चाहिँ ब्रह्मपुत्र कुमार हो। त्यही साथीहरू दर्शन गरिवरी फर्किसकेको छु है। सबैजनाले भिडियोलाई लाइक सेयर सबैजनाले गर्नुहोला। सम्पूर्ण हाम्रो नेपाली दाजुभाइहरू सामु पुर्याउनु होला यो भिडियो है। तपाईँहरू पनि यो भिडियो हेरी दर्शन गर्न आउनु होला। किनभने तपाईँको एकै ठाउँ जम्मा 108वटा मन्दिरको उत्पत्ति भएको ठाउँ हाम्रो बक्राकुण्ड मन्दिर है। यो ठाउँमा धेरै टाढाबाट पर्यटकहरू पनि घुम्न आउनुहुन्छ र हजुरहरूले पनि यो भिडियो हेरेर तपाईँहरू पनि आउनु होला, दर्शन गरेर जानु होला है। यहाँको विशेषताबारे केही कुराहरू बुझेर जानु होला भन्दै सबैजनालाई धेरै माया र धेरै सम्झना, सेवा, नमस्ते भन्दै बाई बाई।